गाइस दिस इज रोहन सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज चाहिँ म मौलाको डाँडामा स्टिल छु। मेरो भ्यू चाहिँ यस्तो बवाल छ कि सुन्दरताले भरिएको ठाउँमा आएको छु म। सो मेरो भ्यू चाहिँ यस्तो बवाल छ। यहाँदेखि माथि चाहिँ होलेरीतिर जाने बाटो पर्छ हैन। यो चाहिँ माथि चाइना र इन्डियाको बोर्डर देखिने ठाउँ हो। अनि यतादेखि घुम्दै सल्यानतिर कता थाहा भएन मलाई। भ्यू चाहिँ बवाल छ तर टमल लागेर हल्का देखाएको छैन। अनि यहाँ चाहिँ घाम लागेको छ, कतै घाम लागेको छैन। यहाँ चाहिँ अब बजार भ्यालीतिर आउँदैछु हैन। यहाँ चाहिँ बजार भ्याली यता चाहिँ बजार भ्याली पर्छ। अनि यहाँ चाहिँ केटाहरू पनि बसिरहेको छन्। सो म चाहिँ मौलाको डाँडामा छु। गाह्रो भइरहेछ हैन। अनि यहाँको खाना आएको अनि बिहान बोल्न पनि अलिक गाह्रो हुँदो रहेछ। सो माया गरिदिनु होला, सब्सक्राइब सेयर होइन लाइक गरिदिनु होला यति भन्न चाहे। अहिलेसम्म फलो गरिदिनु भएको छ त्यसको लागि धेरै माया छ। आजको हाम्रो मर्निङ पार्टी। हेलो गाइस, सो आज चाहिँ हामी यस्तो बवाल एडभेन्चर मौलाको टुर लिन आएको। मौलाको बजार यस्तो खतरा रहेछ। यो कति फ्लाइट गर्छ अरे? ओइ यो कति फ्लाइट गर अरे? 3 फ्लाइटको। सो मेरो 2.5 करोडको घर हो यो हैन। मेरो 2.5 करोडको घरमा 2.5 करोडको घरमा मुस्कान मेरो बेबीलाई पनि छिरेछ। ल मेरो 2.5 करोडको घरमा 0.5 बनाउँ न। 0.5 मै हो क्या? मेरो 2.5 करोडको घरमा तर मान्छे थिएन के। ल मेरो 2.5 करोडको घर आज मैले के काट्दैछ मुस्कान? मुस्कानलाई के काट्दैछु? मेरो 2.5 करोडको घर के काट्दैछु पारा हैन। ल बस राम्ररी है। अब पछिमा आउँदै अब के गर्ने त हैन, झर्नै पर्यो। यस्तोमा लोटेपछि गाह्रो छ। यस्तो माथि चट्टान छ हैन। सो अर्को बाटो त्यहाँ झरिरहेको छ, झर्न सकिँदैन, खाल्टाङ पुग्छ त्यो। म पनि यहाँ गइरहेको छु। ओइ मान्छे बाटो डेन्जर छ है। मान्छेले यस्तोमा मान्छे लोटेपछि के हुन्छ हौ केटा हो। बाटो डेन्जर छ होइन। सो झरिरहेछन्। आजको एडभेन्चर चाहिँ बवाल लाग्छ है हाम्रो। म तल झरिरहेको छु। ओ माई लन्डा परम हड्डी सुटिङ गर्दै पट्टि। माथि फर्किनु गान पर्छ कसम चाहिँ बाटो ओए झर्रा माथि यहाँ अड्डी यहाँ आउ न हो केटा हो तल तिमीले बनाउँछ नि हामी झरम क्या। ल मोबाइल बोङ ल। ओए जाउला कि यार सुस्तरी के यता पकडेर आऊ। सुस्तर खुट्टा हटाएर हो यहाँ टेको हो अबुटा टेको हो। भइरहेछ भिडियो त। यता टेक यता भिडियो त्यहाँ पकड त्यो जरा पकड कि जा। यसलाई हेऱ्यौ कि नै केटा पकड हाँस्थ्यो यार लास्टै। भिडियो पनि भयो कि भएन यार। समाट ओए ख्याल नगर है केटा। जे गर ख्याल गर्दै गर्न गर। लाग्यो